गरिबीको कारणले गर्दाखेरि गरिबका छोराछोरी आज सडकभरि मागी पनि रहेछन्। अघि त्यहाँ आउँदै थिएँ, तपाईँको चाहिँ थापाथलीमा माग्ने आइरहेको थियो है। कुरा आउँछ बालबालिका श्रमिकको रूपमा किन प्रयोग हुन्छन्, व्यावहारिक रूपमा त्यो भइरहेका छन् भने यो चाहिँ सबै भ्रष्टाचारले गर्दा जस्तो लाग्छ म चाहिँ। बाटो बनाउने पैसाले घर बनाइन्छ, विद्यालय बनाउने पैसाले घर बनाइन्छ होइन, भ्रष्टाचार हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि देशको चाहिँ सर्वाङ्गीन विकास भएन, जसको कारणले गरिबी व्याप्त छ। गरिबीको कारणले गर्दाखेरि गरिबका छोराछोरी आज सडकभरि मागी पनि रहेछन्। अघि त्यहाँ आउँदै थिएँ, तपाईँको चाहिँ थापाथलीमा माग्ने आइरहेको थियो है। सरकारले त्यो पनि ध्यान दियोस्। त्यसो भएको कारणले गर्दाखेरि माग्नको लागि सडकमा बालबालिका चाहिँ जान बाध्य छन्। आज विभिन्न भट्टामा इट्टा भट्टा के भन्नुभयो कि माननीयज्यूहरूले त्यतातिर काम गर्न बाध्य छन्। त्यसो भएको कारणले गर्दाखेरि सबैभन्दा पहिला चाहिँ हामी प्रश्न हुनु पर्यो, बालबालिकालाई काममा लगाउने हो या होइन। हामीले होइन भनिरहेछौँ भनेदेखि काममा लगाउने अनि त्यहाँदेखि पारिश्रमिक दिने भन्ने चाहिँ सबै बाजी हो। यो चिज, यो कुरा चाहिँ प्रश्न हुनको लागि म सम्बन्धित मन्त्रीज्यू लगायत नेपाल सरकार र सदनलाई नै म तपाईँको चाहिँ के अरे ध्यान आकर्षण गराउन चाहन्छु।